आदरणीय दर्शक साथीहरू नमस्कार। म योग गुरु प्राणायाम हिलर रवि वैद्य। आज म फरक विषय लिएर उपस्थित भएको छु। मेरा पहिलाका भिडियोहरू स्वास्थ्य सम्बन्धी थियो। आज म सफल हुने विषय लिएर उपस्थित भएको छु। आजको विषय स्टेफन कोभीद्वारा लिखित 7 ह्याबिट्स अफ हाइली इफेक्टिभ पिपल अर्थात् विश्वका सफल व्यक्तिहरूको 7 बानीहरू नामक किताबको मूल अंश लिएर आएको छु। स्टेफन कोभीले यो पुस्तक सन् 1989 मा लेख्नुभएको थियो। विश्वका 3000 सफल व्यक्तिहरूको विभिन्न ह्याबिट्सहरू अध्ययन गरी निचोड निकालेर लेखिएको यो किताबमा लेखकले सफल व्यक्तिहरूमा 7 ह्याबिट्सहरू कमन देख्नुभयो। बी प्रोएक्टिभ। स्टेफन कोभीले विश्वमा 2 किसिमका मानिसको व्याख्या गर्नुभएको छ, एक रिएक्टिभ र अर्को प्रोएक्टिभ। रिएक्टिभ नेचरका मानिसहरू आफ्ना हरेक असफलतामा अरूलाई दोष दिन्छन्। जाँचमा फेल हुँदा टिचरले पढाउन जानेन, त्यसो भएर म फेल भएँ। आज वेदर खराब थियो, त्यसो भएर म काममा जान सकिनँ। फलाउनेले गर्दा मेरो बिजनेस सबै चौपट भयो, आदि आदि। तर प्रोएक्टिभ नेचरका मानिसहरू आफूले गर्न खोजेको सबै काम जसरी हुन्छ सफल गर्ने प्रयास गर्छन्। केही गरी असफल भयो भने कहाँनिर भुल भएछ भनी खोतल्छन्। हर प्रयासले आफ्नो काम सफल गरेरै छोड्छन्। त्यसैले लेखक स्टेफन कोभी भन्नुहुन्छ, बी प्रोएक्टिभ। दोस्रो नम्बर हो बिगिन इन द एन्ड इन माइन्ड। मानिसले कुनै पनि काम गर्नुभन्दा पहिले मनमा तयार गर्छौ अनि योजना बनाए काम गर्छौ। लेखक भन्नुहुन्छ, सफल मानिसले आफ्नो अन्तिम समयपछि अर्थात् मृत्युपछि आफूलाई समाजले कसरी चिनाउने मन छ आजैदेखि त्यस्तो काम थाल्नुहोस्। जस्तै आफ्नो मृत्युपछि राम्रो समाजसेवी थियो भनी चिनाउने मन छ भने आजैदेखि समाजसेवाको काम थाल्नुहोस्। यदि राम्रो प्लेयरको नामले चिनाउने मन छ भने प्लेयर नै बन्नुहोस् र आजैदेखि बन्नुहोस्। यसको अर्थ हो सफल व्यक्तिले आफू जे बन्न सोच्छ सुरुदेखि नै त्यही काम गर्नुपर्छ। 10 ठाउँमा मन डुलाएर बस्दैन। तेस्रो ह्याबिट हो फर्स्ट थिङ फर्स्ट। सफल व्यक्तिहरू आफ्नो विकासको लागि अत्यावश्यक तथा महत्त्वपूर्ण काम के हो छुट्याउन सक्छन् अनि ती कामहरू जति सक्यो उति चाँडो गर्ने प्रयास गर्छन्। सफल व्यक्तिहरू अनावश्यक काममा समय बिताउन रुचाउँदैनन्। अनावश्यक काम जस्तै धेरै टिभी हेर्ने, धेरै फेसबुक चलाउने, अनावश्यक गफ गरेर समय बिताउने आदि जस्ता सबै काम बेकार ठान्छन् र कहिले पनि यस्ता बेकार कामहरू गरेर समय बिताउँदैनन्। चौथो ह्याबिट हो थिङ्क विन विन। सफल व्यक्तिहरू जीवनको हिसाब राम्रोसँग गर्छन्। जीवनको कुनै पनि विवादमा 4 किसिमका नतिजा निस्किन्छन्। विन लुज, आफू जित्ने, विपक्ष हार्ने। लुज विन, आफू हार्ने, विपक्ष जित्ने। लुज लुज, आफू पनि हार्ने, विपक्ष पनि हार्ने। विन विन, आफू पनि जित्ने, विपक्ष पनि जित्ने। सफल व्यक्तिहरू विन विनको सिद्धान्त मन पराउँछन्। तिम्रो पनि जे होस्, मेरो पनि जे होस्को नारा सदैव लगाउँछन् अनि यही काम रुचाउँछन्, यही काम गर्छन्। नम्बर 5 ह्याबिट, सिक फर्स्ट टु अन्डरस्ट्यान्ड देन टु बी अन्डरस्टुड। साधारण मानिसहरू अरूको कुरा सुन्न मन पराउँदैनन्, आफै मात्र कुरा गर्न मन पराउँछन्। अरूको कुरा सुने पनि कसरी जवाफ दिने भनी सुन्छन्। तर सफल व्यक्तिहरू साथीको भावना बुझ्न कुरा सुन्छन्, साथीलाई महसुस गर्न ध्यान दिएर कुरा सुन्छन्। कुनै पनि व्यक्तिको कुरा राम्रोसँग बुझेर मात्रै आफ्नो निर्णय सुनाउँछन् र सँगैको साथीलाई चित्त बुझाउन सफल हुन्छन्। ह्याबिट नम्बर 6, सिनर्जी। सिनर्जी एक ग्रीक शब्द हो। यसको अर्थ हो टिमवर्क। सफल व्यक्तिहरू टिमवर्कमा विश्वास गर्छन्। त्यसैले सफल व्यक्तिहरू सबैसँग राम्रो सम्बन्ध
बनाउँछन्। टिमवर्कले मात्रै कार्य सफलता दिन्छ। सफल मानिसहरू ठुलो काम गर्न मन पराउँछन्। ठुलो काम एक्लै गर्न सक्दैनन्। यसको लागि टिमवर्क अर्थात् मिलेर काम गर्नु जरुरी हुन्छ। टिमवर्कमा अरूको विचार, अरूको आवश्यकता, मूल्य मान्यता आदि सबै समावेश हुन्छ र त्यही अनुसार काम गर्छन् सफल मानिसहरू। जहाँ टिमवर्क हुन्छ त्यहाँ सफलताले पाउ छुमेको हुन्छ। ह्याबिट नम्बर 7, शार्पन द सॉ। सफल व्यक्तिहरू आफ्नो लागि धेरै समय दिन्छन्। शारीरिक रूपमा स्वस्थ हुन व्यायाम गर्छन्। मानसिक रूपमा स्वस्थ हुन मेडिटेसन गर्छन्। ज्ञान बढाउन अध्ययन गर्छन्, तालिम लिन्छन्। साधारण मानिसहरू डिग्री सकेपछि अध्ययन गर्दैनन्, तर सफल मानिसहरू जहिले पनि तयारी रहन्छन्, आफ्नो विषयमा योग्य हुन्छन् र सफल हुन्छन्। यहाँलाई यो किताब कस्तो लाग्यो? चित्त बुझ्यो भने सब्स्क्राइब गर्नुस्, सेयर गर्नुस् अनि साथीहरू कमेन्ट गर्न नबिर्सिनुहोला। अरू बेला कुनै एक नयाँ भिडियो लिएर आउने बाचा गर्दै आज बिदा माग्छु। स्वस्थ रहनुस्, सुखी रहनुस्, सफल रहनुस्। नमस्कार, जोजोलपा।